हेलो गाइस वेलकम ब्याक टु माई मिनी भ्लग। हामीले यहाँ चाहिँ बनाउँछ खाप्से। यो चाहिँ अगाडिको दिनको थिएँ। अनि त्यसको बाद चाहिँ म आइपुगेँ गुम्बा। त्यहाँदेखिको पूजामा भित्र बसेर त्यसको बाद चाहिँ वाङ दिनु स्टार्ट गरेको थिएँ। म चाहिँ मेरो साथीलाई पर्खिरहेको थिएँ बाहिर बसेर सँगै वाङहरू थाप्ने भनेर। त्यहाँदेखि वाङसँग थापेर म गएँ भिडियो बनाउनु लागि। भिडियो बनाएँ, फोटो खिचेँ होइन। तर पनि मन भरेन, घुमी पनि देखाएँ तपाईँहरूलाई हो। त्यसको बाद खानासाना खाएर चाहिँ यहाँनिर स्टार्ट भइसक्यो डान्स। अब तामाङको लोसार हो, डान्स नहुने त कुरै छैन। हाम्रो यहाँ मेमेले चाहिँ उफ्री नाच्नु हुँदैछ। ह्याप्पी एनर्जी मेमेकोमा चाहिँ यस्तो नाच्नुभयो मेमेले होइन। त्यसको बाद चाहिँ मेमेले नाचिसकेर चाहिँ यहाँनिर फेरि आसेङानीहरू स्टार्ट। सबैजना नाच्दै हाँस्दै रमाइलो गर्दै हो, डले डले भन्दै ढल्दै नाच्दै हाँस्दै। मलाई अहिले भोइस ओभर गर्दा पनि हाँस उठ्दैछ। यस्तो रमाइलो भयो गाइस, एकदमै रमाइलो। लोसार अब तामाङको त त्यस्तै हुन्छ, रमाइलो नै हुन्छ होइन। रमाइलो गर्ने खालको नै हुन्छ। तर म चाहिँ त्यहाँबाट छिट्टो आइहालेँ। म चाहिँ थाकेको थियो, अगाडिको दिन पुरै कुदेर त्यहाँनिर कामहरू सकाएर। त्यही लागि म चाहिँ छिटो आइहाल्यो। यहाँनिर चाहिँ हाम्रो दिदी दादाहरू डान्स गर्नु हुँदैछ। आइहालेँ म चाहिँ। त्यसको बाद चाहिँ हाम्रो यहाँ दादा चाहिँ फेरि हो डल्लै आँटिसक्यो नाच्दा नाच्दा। ओके बाई गाइस, थ्याङ्क यू फर वाचिङ।